सम्पूर्ण साथीहरुमा फेरि पनि नमस्कार। म स्वास्थ्यकर्मी विजय यादव र आज हामी मृगौला सम्बन्धी विषयमा कुरा गर्छौं। मृगौला यानि कि किडनीको रोग कस्ता यो किडनीको समस्या भयो भने कस्ता लक्षणहरु देखिन्छ हैन। त्यसैगरी अब किडनीको समस्यामा हुनमा जस्तै रिस्क फ्याक्टर भन्छौ नि कस्तो क्रियाकलापहरु गरे भने किडनीको रोगको झन त्यो रिस्क फ्याक्टर्समा चाहिँ हामी पर्न सक्छौं हैन। त्यो चाहिँ कस्तो क्रियाकलापले गर्दाखेरि यो झन जोखिममा यो किडनीको समस्याको जोखिममा पुर्याउँछ भन्ने कुराहरुमा हामी विषयमा कुरा गर्छौं हैन। यसैले यो भिडियो तपाईको थोरै 2-4 मिनेटको समय दिएर चाहिँ अन्तिमसम्म हेर्नु होला। अवश्य पनि केही न केही लाभ लिनु हुनेछ भन्ने आशा गरेको छु हैन। तसर्थ हामी सबभन्दा पहिला बुझ्छौं यो मृगौला भनेको के हो। हेर्नु, मृगौला हाम्रो शरीरको एक अति नै महत्त्वपूर्ण अंग हो। हाम्रो शरीरमा दुईवटा कमरमाथि दुईवटा मृगौला हुन्छ। मेरुदण्डको दुवैतिर हुन्छ र सिमीको आकारमा हुन्छ भन्ने कुराहरु बुझ्नु पर्यो। ठ्याक्कै सिमी के हामीले खाने सब्जी सिमी हुन्छ नि ठ्याक्कै त्यही आकारमा हुन्छ यो हैन। यसले हेर्नु यसको काम यसले के गर्छ भने 24 घण्टामा दुवै मृगौलाले 120 देखि 150 लिटर रगत छाने 2 लिटर जति फोहोर पदार्थ पिसाबको रूपमा बाहिर फाल्छन् हैन। यसको पनि आफ्नै ठाउँमा चाहिँ आफ्नै धेरै नै महत्त्वपूर्ण भूमिका रहेको छ हैन। त्यो कुरा चाहिँ बुझ्नु पर्यो। शरीरमा फोहोर पिसाब जस्तै पिसाबको मार्फतले उले फाल्छन्। त्यसैगरी हिजो आज विभिन्न कारणले गर्दाखेरि मृगौला सम्बन्धी रोग र रोगीको संख्या वृद्धि भइरहेको पाइन्छ हैन। मृगौलाको काम के हामीले हेर्नु न यसको आफ्नो ठाउँमा चाहिँ निकै महत्त्वपूर्ण काम छ हैन। आज मृगौलामा या पत्थरी होस् या कुनै कारणले गर्दाखेरि मृगौलामा समस्या हुन्छ र समस्यालाई बढाउने जस्तै कस्तो क्रियाकलापहरु गरे भने त्यो मृगौला सम्बन्धी समस्या अझै जोखिममा जान्छु म हैन। जसले त्यो बढाउने भन्छौ नि जोखिम बढाउने के जस्तै अब मृगौला रोगको कारणहरु कुरा गर्छौं। मृगौला रोगको कारणहरु मतलब कस्ता जोखिम भने नि कस्ता अवस्थामा मृगौला रोगको सम्भावना अथवा मृगौला रोगतिर अलिकति कारण सम्भावनातिर जान्छौ हैन। त्यो कुरा चाहिँ बुझ्नु पर्यो। जस्तै अब हानिकारिक रासायनिक पदार्थ प्रयोग गरिरहेको खाद्यवस्तुमा अहिले हाम्रो के छ भने हाम्रो हरेक खानामा केमिकलहरु मिक्स भएको छ। भात दाल सब्जी देखि हरेक जन सब्जीहरुमा। त्यसले गर्दाखेरि हामी स्वच्छ राम्रो खानेकुराहरु चाहिँ मजाले खान पाइरा छैनौं हैन। केमिकल युक्त खानेकुराहरु खाइरहेछौं। त्यो कुरा चाहिँ विचार गर्नु पर्यो हैन। त्यसले गर्दाखेरि पनि यो मृगौलाको रोगहरुको सम्भावना धेरै देखाउँछ। त्यसैगरी अत्याधिक मात्रामा दुखाइको औषधि अनावश्यक रूपमा ब्रुफेनहरु खादैछ। आइब्रुफेन जस्तै अस्ति पनि मैले कुरा गरेको थिएँ नि। थोरै सामान्य दुखेको छ सामान्य दुखाइ छ तर औषधि म औषधि खाइहाल्छु जस्तो बानी हुन्छ नि। पटक दुखाइको औषधि खाइरहेछ भने उहाँलाई लामो सानो समय अहिले तुरुन्तै त केही नहोला तर पछि गएर के हुन्छ भने उहाँलाई चाहिँ यो मृगौला यानि किडनी सम्बन्धी समस्या देखिन सक्छ। त्यो कुरा चाहिँ उहाँले विचार गर्नु पर्यो। त्यसैगरी बढ्दो उच्च रक्तचाप र मधुमेह जस्तै कोही मधुमेहको बिरामीहरु हुनुहुन्छ रक्तचापको बिरामीहरु हुन्छ भने त्यसले पनि के हुन्छ भने किडनीमा मृगौलासँग सम्बन्धित हुन्छ र के न के असर पुर्याएको हुन्छ। त्यो कुरा चाहिँ विचार गर्नु पर्यो। समयमा चाहिँ चेक गराउनु पर्यो। त्यसैगरी एन्टिबायोटिक अत्याधिक अथवा अनावश्यक प्रयोग भन्छ हामी। एन्टिबायोटिक पनि के सामान्य केही अलिकति घाँटी दुख्यो एन्टिबायोटिक खाइदिने सामान्य केही भयो एन्टिबायोटिक खाइदिने हैन। त्यसले गर्दाखेरि रेसिस्टेन्सको कुरादेखि लिएर यसले के हुन्छ किडनीमा पनि सारै नराम्रो असर गर्छ। त्यो कुरा पनि विचार गर्नु पर्यो हैन। त्यसैगरी अनावश्यक अत्याधिक औषधि एन्टिबायोटिकहरु पनि खानु भएन। यस्तो खाइयो भने के हुन्छ मृगौला रोगको सम्भावनातिर धकेलिन्छ भन्ने बुझ्नु पर्यो कि। त्यसैगरी पथरी वा अन्य कारणले लामो समयसम्म पिसाब रोकाबाट जस्तै पत्थरीले गर्दाखेरि किडनीमा पिसाब रोकिरहेछ भने हैन। त्यसैगरी मृगौला संक्रमणको समयमा उपचार अभाव भएकोले गर्दाखेरि त्यस्तो समस्यामा पनि मृगौलाको रोगहरुको कारक तत्वहरु भनेर बुझिन्छ हैन। संक्रमण छ तर समयमै उपचार गर्न पाएन भने त्यसले गर्दा पनि मृगौलाको रोगहरु बल्झिन्छ हैन। त्यसैगरी सबभन्दा पहिला अब मृगौलाको रोग हो भने चाहिँ कसरी थाहा पाउने हैन। यो चाहिँ किडनीमा समस्या छ सामान्य भाषामा बुझ्दाखेरि यो मेरो किडनीमा समस्या छ भनेर कसरी थाहा हुने कसरी आफू यसो बुझ्ने हैन। लक्षणहरु थाहा भयो भने यस्ता लक्षणहरु त यो फल्ना चीजमा यसमा चाहिँ देखिन्थ्यो विचार गर्नुपर्ने हुन्छ नि त। तपाईहरुले लक्षण थाहा भयो भने त अलि सम्भावना त गर्न सक्नुहुन्छ नि। हेर्नु पिसाबको मात्रा घट्नु सामान्य भन्दा पिसाबको मात्रा घट्नु
पहिला चाहिँ ठिकै थियो, अहिले चाहिँ थोर थोर पिसाब भइरहेछ भने चाहिँ यसो थाहा हुनु होइन, पिसाबको मात्रा घट्नु, त्यसै गरी अनुहार आँखाको डिल्दा शरीर सुनिनु होइन, यस्तो 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 लक्षणहरू देखिनु भयो भने यो चाहिँ किडनीको समस्या हो भनेर चाहिँ बुझ्नु पर्यो। त्यसै गरी पिसाबको मात्रा गन्ध र रङ परिवर्तन, जस्तै पिसाबको मात्रा मैले अघि भने धेरै हुन्थ्यो, सामान्य अलि ठिक्क हुन्थ्यो, तर अहिले के हुन्छ पिसाब थोर 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 मात्रै हुन्छ। त्यसै गरी पिसाब भएको पिसाब गनाउँछ, रङ भनेको रातो, रङ भनेको अब मानव उसको पहेँलो निकै धेरै नै पहेँलो गाढा पहेँलो जस्तो भइरहेछ, या पिसाब मार्फत कुनै रगत आयो भन्ने पनि छ भने त्यो पनि यो किडनीमा केही समस्या छ भने यसो शङ्का गर्न सकिन्छ र तुरुन्त स्वास्थ्य संस्थामा गएर चाहिँ चेक गराउन सकिन्छ। त्यसै गरी अब जस्तै अब रोकथाम र बस्ने उपाय, जस्तै अब यस्ता यस्ता लक्षणहरू देखिँदैछ, तपाईँहरूलाई यस्तो यस्तो लक्षणहरू हेर्दै हुनुहुन्छ होइन, अब यस्तो यसको रोकथाम र बस्ने उपायहरू के छन्। अब दिनभर यसमा के भनिन्छ भने दिनभर पटक पटक थोरै थोरै गरी प्रशस्त पानी पिउनुपर्छ। प्रशस्त पानी पिउँदा पनि एउटा सामान्य व्यक्तिले मैले अस्ति भनेको थिएँ 2 देखि 3 लिटर पानी खानुपर्छ होइन, एटलिस्ट त्यति पानी खानुपर्छ। त्यसमा पनि के छ भने अब मान्छेको काममा पेसा अनुसार चाहिँ यो फरक पर्न सक्छ होइन, त्यसले गर्दाखेरि के गर्नु दिनभरि थोरै थोरै गएर प्रशस्त मजाले पानी खानु पर्यो होइन। अनि त्यसै गरी दुखाइ कम गर्ने औषधि, अनावश्यक प्रयोग, जस्तै दुखाइ कम गर्ने औषधिहरू भयो, त्यसपछि अनावश्यक एन्टिबायोटिकहरू भयो भने त्यस्तो चिजहरू चाहिँ प्रयोग गर्नु भएन, त्यो चाहिँ विचार गर्नु पर्यो होइन। त्यसै गरी अब मधुमेह तथा अन्य उच्च रक्तचापको नियमित जाँच र समयमा उपचार गराउनुपर्छ। अब त्यस्तो औषधि खाइराख्नु तपाईँले उक्त रक्तचाप या मधुमेहको औषधि खाइराख्नु भएको छ भने होइन, या तपाईँले उक्त रक्तचाप वा मधुमेह छैन तर पनि तपाईँ सामान्य भए तापनि तपाईँले समय समयमा गएर चाहिँ उक्त रक्तचापहरू चेक गराइराख्नु पर्यो, मधुमेहको जाँचहरू गराइराख्नु पर्यो होइन, गर्नु पर्यो। एटलिस्ट 6 महिनामा गऱ्यो भने चाहिँ थाहा भइरहन्छ नि त। त्यसैले गर्दाखेरि या जो खाइराख्नु भएको छ उहाँहरूले पनि समय समयमा चाहिँ चेकचाच गराइराख्नु पर्यो र किडनीको अवस्था के छ, बिग्रिन्छ कि किडनीलाई बिगारेको छ भन्ने अवस्थाहरू थाहा हुन्छ। त्यसै रासायनिक पदार्थको प्रयोग नगरे खाद्यवस्तुको प्रयोग गर्नु पर्यो। जस्तै अब रासायनिक जस्तै अब आफैले घरबारीमा मलहरू, उपयुक्त मलहरू राखेर चाहिँ सागसब्जीहरू गर्नु पर्यो होइन, अनि साथै खानु पर्यो। अत्याधिक केमिकलहरू हालेको जङ्क फुडहरू चाहिँ त्यति धेरै खानु हुँदैन होइन, त्यति खानु हुँदैन। आफैले रोपेको राम्रो मलिलो अर्ग्यानिक खानेकुराहरू खानु पर्यो। त्यसै गरी मृगौलाको रोग समयमा पहिचान गर्न समयमा परीक्षण गराउनु पर्यो। अघि पनि मैले भने समय समयमा के गर्नु पर्यो भने परीक्षण गराइराख्नु पर्यो। त्यो चाहिँ स्वास्थ्य होस्, स्वास्थ्य व्यक्तिले पनि समय समयमा परीक्षण गरिरह्यो भने चाहिँ अन्तिम अवस्थामा गएर भन्दा पनि सुरुमै थाहा हुन्छ के रोग छ भने सुरुमै थाहा हुन्छ। त्यसै गरी नियमित व्यायामका साथमा स्वास्थ्य जीवनशैली अपनाउनु पर्यो। जस्तै अब अघि स्वास्थ्य जीवनशैली भनेको के छ भने मजाले सरसफाइमा ध्यान दिनु पर्यो। त्यसपछि शारीरिक क्रियाकलाप, जस्तै बिहान कम्तीमा आधी घन्टा चाहिँ के गर्नुपर्ने चाहिँ आधी घन्टा एक्सर्साइजहरू गर्नु पर्यो होइन। त्यसै गरी सुस्त यस्तो सेडेन्टरी लाइफस्टाइल भन्छ नि, जस्तै खायो पियो सुत्यो त्यस्तो चाहिँ गर्नु भएन होइन। कस्तो काम गर्यो त्यो चाहिँ आफ्नो सबभन्दा महत्त्वपूर्ण भनेको नियमित व्यायामका साथमा आफ्नो स्वास्थ्य जीवनशैली अपनाउनु पर्दछ भने चाहिँ जीवनशैली परिवर्तन गर्नु पर्यो होइन। नुनहरू ठिक्क मात्रामा खानु पर्यो, अत्याधिक नुनहरू खानु भएन, चिलो चाप्लोहरू अत्याधिक खानु भएन, त्यस्ता कुराहरू चाहिँ ध्यान दिनु पर्यो होइन। त्यसै गरी यो भिडियोमा हामीले अब मृगौला यानि कि किडनी होइन, किडनीमा मृगौला रोगहरूको कस्तो कारण रिस्क फ्याक्टरले गर्दाखेरि यस्तो रोगहरूमा अलिकति झन् धकेलिन्छ भन्दा पनि रिस्कमा जोखिममा पर्छ। त त्यसपछि अब लक्षणहरू कुरा गऱ्यो, त्यसै गरी रोकथाम र बच्ने उपायको कुरा गऱ्यौँ होइन। यसको विषयमा अहिले भिडियो तपाईँले थोरै समय दिएर हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद होइन। कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला होइन। अनि अझै यस्तै स्वास्थ्य सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब लिङ्कको पहिलामा युट्युब च्यानलहरू छन् होइन, र म फेसबुकमा पनि प्रत्येक दिन यस्तै स्वास्थ्य सम्बन्धी भिडियोहरू चाहिँ हालिराखेको हुन्छु। मन पर्छ भने तपाईँले चाहिँ जोइन गर्दा हुन्छ। धन्यवाद।